लुसिफर भन्ने नि शब्द है बल्ल आयो। किन भयो भने अर्थतन्त्र भएन अनि कमजोर भइयो, सबैले हेप्छ। कमजोरलाई सबैले हेप्छ नि, बलियो भए पो हेप्दैन त। अनि देशलाई बलियो बनाउनतिर लाग्नु परेन। हेप्छ भनेर रिस उठ्छ भने होइन, कसैलाई फलानाले हेप्यो मलाई भनेपछि आफू बलियो हुनु पर्यो नि त। तपाईँहरूले पनि भनिरहनु, मैले भाषण गरेको सुन्छु, विदेशीले हस्तक्षेप गर्यो, देशमा अशान्ति भयो, कुनै के पो भन्नुहुन्छ यो अहिलेको यो के एउटा शब्द छ नि, के अरे होइन यो बारबारा फाउन्डेसन यस्तो भन्नुहुन्छ नि, अनि त्यो शब्द छ, त्यो लुसिफर भन्ने नि शब्द है बल्ल आयो। इजरायल त्यति साह्रो बलियो भएको होइन क्या। धेरैले भन्छन् अमेरिकाले सहयोग गरेर बलियो, अमेरिकाले साथ दिएर। अमेरिकाले साथ दिएको सुरुमा, अहिले चाहिँदैन उसलाई अमेरिकाको साथ, आफैले गर्न सक्छ। अनि कोरियाले 4.5% छुट्याउँछ। कोरियामा किन अहिलेको स्थितिमा हाम्रो नेपालीहरू किन त्यत्रो मारामार गरिरहेको छ, संसारभरिको मान्छेहरूलाई कामदारको रूपमा ल्याइरहेको छ? किनभने उनीहरूले 4.5% छुट्याउँछ। देशमा चाहिँ युवाहरूको पलायन भयो, देशको प्रतिभाहरूको दिमाग प्रयोग हुन सकेन, अर्थतन्त्र बनेन, अनि के अरे आन्दोलनहरू भयो, अनि अशान्ति भयो। अब अस्तिको जुन छ पोहोरको जो जेन्जी आन्दोलन भन्छौँ, धेरैले धेरै किसिमको अड्कल गर्नु भएको छ, तर मेरो त सोझो अड्कल छ। हेर्नुहोस्, मेरो सोझो अड्कल के छ भने देशमा अशान्ति आएको हो। त्यो अशान्ति कुन अवस्थामा हुन्छ भने जब मान्छेहरूमा एउटा आक्रोश पैदा हुन्छ। आक्रोश दुई किसिमको आक्रोश थियो। पहिलो आक्रोश चाहिँ कुशासनले गर्दाखेरि मान्छेहरू आक्रोश भएका थिए, कुशासन भएर आक्रोश भयो एउटा कारण। दोस्रो आक्रोशको कारण के हो भन्दाखेरि युवाहरू यत्रो कलेजहरू छोड्नु। हेर्नुहोस्, अहिले गल्ली गल्लीमा कलेजहरू खोलेछन्, गाउँ गाउँमा गयो भने कलेजहरू छोड्छन्। यत्रो कलेजमा विद्यार्थीहरू पढ्यो, जागिरै पाउँदैन, रोजगारी पाउँदैन, अनि आक्रोश हुँदैन कि त पढ्नै नपाउने व्यवस्था गरिदिएको भए कसैलाई त्यो हुने थियो। उहिलेको थियो नि, राणाकालमा पढ्नै नपाउने थियो, आक्रोश थिएन। यत्रो हजारौँ कलेजहरू, विद्यार्थीहरू, कति लाखौँ विद्यार्थीहरू उत्पादन भइरहेछन् हरेक वर्ष। जब उनीहरूलाई रोजगारी पाएन भने जोसुकैले पनि त रिस उठ्छ त, रोजगारी पाएन भने। त्यो आक्रोशले गर्दाखेरि जेन्जी आन्दोलन भएको कारण पनि यही हो। विज्ञान प्रविधि अनुसन्धान नवप्रवर्तनमा जबसम्म कुनै पनि सरकारले चाहिँ